Guys, welcome back to my sweetheart vlog with the 90 motherfucker. आज चाहिँ हाम्रो के छ भने हैन माथि घुम्न जाने छ घुम्न गएर पूजा सुजा गर्नु छ मेन चाहिँ हाम्रो साथीलाई हैन सुमिन के भन्नु छ अन्त पूजाको लागि तिमीलाई ले मनको शान्ति हेर्नुपर्छ अब हेर मेरो मनको शान्ति भने त अब त्यही हो केटीहरुसँग छट हाने गर्लफ्रेन्ड जिस्काए बस्ने त्यही मेरो मनको शान्ति हो हैन त अहिले चाहिँ है जब म मङ थिएँ नि म त कस्तो खतरा थिएँ नि हैन त आमा अनि सधैँ तिम्रो चाहिँ के छ हाल खबर याद गर्यो बर्थडे पार्टीको हिरोमा पछाडी ब्याकग्राउन्डमा कस्तो दिइरहेछ ओए सर्ट कि सर्ट ल गाइस ब्लग त अलिक एकछिन राख्दै होला हामी किनकि उता गएर एकजना मोटेलाई नै भेट्नु छ मादर जति मेरो पैसा बेसी खिचेछ क्या आज गएर त्यसरी खिच्छु म है त केटा ल भाइ गाडी चलेको छैन के भयो भन्नु अब अझै बाँकी नै छ ड्राइभर साहब बाहिर हक्न गएर छ हैन त खाना बेसी भइसक्यो बिहान बिहान ल ठिकै छ ल केटा मोबाइल हान्नुपर्छ है दाजु यो के भन्छ अहिलेको जेनेरेसन सिङ्गल भनेको चाहिँ हामी मात्रै हो क्या हो म चाहिँ प्योर हो के लोकल हो कि सिङ्गल झुट बोल रहा है हामी सिङ्गल हो हेर उसको नि मेसेज आछ उसको पनि मेसेज छैन के मोबाइलमा मेरो मात्र हो नोटिफिकेसन नबसी टिङ पनि गर्दैन कसम भने म झन् मेसेज गर्नु केटा हो हल्का अलिकति ओरा हुन्छ म चाहिँ कसले नि मेसेज गर्दैन माया होइन उसको त के टेन्सन भने टिङ टिङ सिङ्गल चाहिँ हाम्रो प्रोम्याक्स भएर बिजोक भइरहेछ नभएर उसको त जस्तै किन शर्मिला उर्मिला भनेर बेबी के गरेर खाना खाने अर्को देखेर कहाँ खाना खाने हाम्रो त आमामा दाइबाट ओइ खाने उठिन सजिलोसँग खाथ्यो ट्रेनिङ जानु पर्दैन अर्को मात्र हाम्रो मेसेज शान्ति फेरि हाम्रो साउन्ड ओप्पो सिङ्गल प्रोम्याक्स पर्यो यार के गर्ने बिजोक भइरहेछ नि त थेत्तेरीको माटो नि हो कि क्या कसम गाडी चाहिँ खास के को छ भने त मसँग यहाँ कोही केटी नपटेर ल हेर त्यसमा मान्दैन कसम भने सुबिनको होइन स्टोरी हेर तिमी सुबिनको गएर स्टोरी हेर होइन है एउटा केटी लाइक गरेको छैन मलाई भनेन तल हेर्नुपर्छ रियाक्टमा छ अब केटी हुन्छ हजुर कहाँ बस्नुहुन्छ नि तपाईँ कफी डेट जानुहुन्छ र टाइपो क्या हामी त आमा थपडै हेरेर भाइ त तिमी हुँदैन भनेपछि त्यस्तो हो सबजनाले फोन आएन लिने ट्राई गराएको छ म चाहिँ यो लिन्छु सोचिरहेको छु है त टेक्नो भाइ त मलाई भ्लगिङलाई चाहिँ सही लागेन किनकि अलिकति क्यामेरा ठिक लागेन भ्लगिङलाई त तर त्यो भ्लगिङलाई त त्यो भिभो ठिक लाग्छ आजकल त त्यो राम्रो छ भ्लगिङलाई ल है त हाम्रो सम्झेर फाइनली फोन किनेको छ फोनको नाम भन्थ्यो तिमीलाई थाहा छ भन त ओप्पो आमा दिदी ओप्पो कुन हो यो उसले किनेको छ ओप्पो फोन है अब उसले किनेको छ आइफोन कभर सब गएर हेर म मात्रै छु नकिने म चाहिँ सिधै आइफोन 20 किन्छु आइफोन 20 सिधै आइफोन 20 60 लाख ल केटा खुसी छ नयाँ फोनले के गर्नु दिदी पैसा ठ्याक्कै नहोला कि फेरि अलिकति दिदी फोन लगेर भागिहाल्छु फेरि हामी त ठ्याक्कै छ दिदी यो फोन ओ अब चाहिँ तिमी यता छौ म यता छौ है बडी गार्ड चाहिँ हुनुपर्छ फेरि राम्रो फोन लिएर भागेर सके गर्ने केटाको झन् क्यास 18,000 दिएको छ राम्रो चोरेर भागेको त के हो अन्त फेरि होइन त यसलाई मैले लामो एक घन्टा पर्खेँ 1 घन्टामा टुक्ने यसलाई मैले 1 घन्टा पर्ख्या 1 घन्टा पर्खिनुपर्छ थाहा छ ओ भ्याने भाइ आइफोन 13 आइफोन खरीदेंगे चल भाई चल गन फाटेंगे हो या ओए बैंक भाई मिनी पे क्या चोद रहा है भोसड़ी के सिंगल शी इज माय एक्स ब्रो शी इज माय सुगर तो दिदी बहिनी भन्ने सुगर मम्मी हो सुगर मम्मी भर्खर दिदी बहिनी भन्ने मैले हिमालयन जाम न भनेको ए नजाने भनेको गल्सी हिँड्छ मात्र सुतेर बसिरहेको छु यस्तो मलाई त्यहाँ हिँड्न लाँदा त्यसको पार्ट्स लिएर सुर्केस भित्रैमा त्यो के के अनि ऊ मात्रै लामो लामा हो सबै लामा हो नि ऊ चाहिँ लामो ऊ चाहिँ होइन धरा ऊ चाहिँ हो खासै सबै दिन्छ एकमा थाहा भएन ओए को धन्दा कुन चाहिँ ओए फोन सर्मै गरेर त खोकी ओ नयाँ फोन किनेर सम्झे नि त ओप्पो
अब हामी चाहिँ रेडमी नोट 10 मा अड्केर छ 4 वर्ष भयो यहाँ अड्केर हो ल म चाहिँ एक्लै के गर्नु झा लाग्दैन मलाई सुन्नु एक्लै क्यों पैसे हो सर अपन किसने क्या कर हाँ ये बहुत अच्छा पुला भाई कुछ चोट दिया आज यो चाहिँ स्पेशली सानो सानो भाइहरूलाई है सिंगल केटाहरूको लागि सिंगल केटीको लागि स्पेशली थुक्का माटुले ओए त्यहाँ गइदिन जाऊ ओए घाँसो फाक झ्याप्नु दियो अरे मगरले बिचमा राम्रो झ्यालाउनु हुँदैन काम छैन ओए दुनु पोमो त याबुदो बहुत सक्छ कोगा मध्ये फेर बडी चिन्छ ओ बडी म माटुले भेट के लन्ड अब हामी चाहिँ हैन यता के भन्छ माथि फुलाडी जगटल गुम्बाको जंगल पुगिसक्यो हैन केटा हो सोइल चाहिँ धेरै ठाउँ क्या चेन्ज भइसक्यो हेर नि यहाँ हेर अभी हम गोकर्ण जंगल में मंगल करने के लिए भाई सही बात है जंगल में मंगल गर्न खोजिरहेको छ केटाहरु मंगल करने के लिए कौन भी नहीं है लड़की नहीं है लड़की कोई बात नहीं 5 उंगली अभी भी भाई जिंदा बैठ जब तक ये भाई मुट्ठी जिंदाबाद बैठ के लंडी ओए मैं यो हो नि त हो यार गरे पनि यति साह्रो गर्मी छ नि कसै प्यान्ट भित्रको कट्टु पनि भिजिसक्यो माथि बक्सर पनि भिजिसक्यो ओए एउटा कुरा थाहा छ पहिला मैले साला चाहिँ बक्सरमा कुदेको थिएँ नि पुरा होल साला चाहिँ म बक्सरमा कुदे पहिला माटुक्ने को म के नजा बक्सर जो कट्टु भित्र लाउने भनेको हैन 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 साले बक्सर रनिङ आएको थियो बक्सर लगाएको हैन मा साला चाहिँ ओभर रनिङ हान्दा चाहिँ पुरै रोहितको साथीहरुले के दाइ तपाईसँग आउँछ त्यो मोटे भाइ बक्सरमा कुदिरहेको छ यस्तो भन्दियो रनिङ त्यो पनि त्यो ओए केरेर सुन्दर लाउँदै मासाला लक्ष्मी भेटेछ मैले बाटो हैन हैन लक्ष्मी भेटेछ बाटोमा फेल दिए क्या फेल छैन मेरो तिख्रा हेर्दै बस्छ म खाँची है म त के यस्तो हेर्छु म तिख्रा हुन्छ के छैन तिख्रा देखे है के त्यसले त भित्रै देखे भित्रमै देखे ओए एनाकोन्डा बाटुले एनाकोन्डा कत्रो हटे भने त्यो नि दुईटा अन्डा बोकेर ठिक छ तर अन्डामा कपाल चाहिँ झुन्डै थिएन है अन्डा सफा छ मेरो सधैँ सेभ गर्छु बोइल अन्डा है भुत्लै छैन बोइल अन्डा हो साँच्ची हो त्यो भर्खर थोरै नि त्यो के भन्छ गुडबाट आएको अन्डाहरू भुत्लै हुँदा टाँसेको होइन बोइल अन्डा मजा तैँले त्यसको फिला हेरेन नि त्यसको फिला छा त्यो लुरी कमजोर लेखेपछि हेरे भाइ पुलिया पोलियो हो क्या यसको त्यो पनि एकचोटि बोलाएर टाउजरमा आएको त्यो सिलेक्स हुन्छ नि सिलेक्स टाइट होला सिलेक्स के सिलेक्स स्विमिङ खेल्ने सिलेक्स यति छोटो माथि डाँडामा है डाँडा घुमिरहे मटमा तर जे भयो नि है यसको एक्स हो एक्स हो यसको ओए कथा सुन न पहिला अब झन् म चाहिँ ठ्याक्कै अब फर्स्ट घुमबाट आउँदा लास्ट टाइम मर्छु नि त मैले म चाहिँ प्रपोज हानेको होइन म त लभमा त्यो लक्ष्मीलाई सुन न मलाई प्रपोज हानेको होइन म त लभमा इन्ट्रेस्ट छैन भने पछि भेटका लडे यसले हान्दैछ किन भन्न पछि त्यसले एक्सेप्ट पनि गरिदिरहेको चाहिँ किन भन्न तिमी दुध खाने उमेरमा अनि कहाँ खुवाउनु मिल्छ त पछि त चाहिँ के भन्छ त तिमी धेरै मोटो भयो उसको दारी फुलिएछ नि त्यहाँ जङ्गल फुलिसिए त के काम थियो तिमी धेरै मोटो भयो रे के भन्छ घटेर आऊ रे लामो माटो अब अहिले त जिउ घटेर के मुनि पनि घट्यो होला होइन मुनि बढिरहेको छ सधैँ क्याप्सुल खान्छु नि त ठ्याक्कै यो एड बनाउने तिमीहरूले होला त्यो फेसबुकतिर त्यो सबैको लिङ्क सानो छ भनेर एड आउँछ नि यहीँबाट ट्राई गरेँ क्या त ओए लन्ड कैसे बढाया गर्छ नि मिक्सी में 60 ग्राम किलो चना गर्छ नि सत्तू लो उसमें डालो 2 केरा और डालो 1 गुड़ बन गया आपका प्रोटीन शेक केटाहरु तिमीहरुको चाहिँ गर्लफ्रेन्ड सर्भेन्ट छ भन्दै केटा गर्लफ्रेन्ड सर्भेन्ट छ भन्छ मलाई यही ल्याऊ है केटा कसम भने यस्तो ठाउँ स्पट आएको छ झन् भाई कितना खाएगा बियर हिरान नि ककटेल मिठो पनि हानौँ ल गुली हुन्छ ल ओए चेस ओए शिवाय जक
यार गर्मीमा झन् चिसो फ्यान्टा थिएर मागेको छु चिसो स्प्राइट सँगै चिसो कोकोनट जुससँग र के भन्छ भोडका हाल्नु जानुपर्ने है चिसो ओ दाइ त्यो के भन्छ त्यो पुगेर मुनि झन् नहुँदैन कहिले छ जस्तो हुन्छ मलाई त्यसरी चाहिँ खानु मन छ त्यो कबिरसँग थाहा छ यस्तो हालेको खान्छ नि टक त्यो गरेर खानु मन छ भोडका हाल्छ भन्दैछ नि खाना नाइस वान यार यसरी त हुने त होइन अलिकति अफोर्डेबल बेसी यारमा भरे अहिले त्यो खाएर माथि उकालो जानु पछि आउँदाखेरि खाना त्यही भने बेकार बबाल छ त्यही भने सँगै चटपटी पनि भएर छ सँगै यार बबाल आज दिन चाहिँ बबाल गुजिन्छ जस्तो तर हिजो मासु खाएको खान्न हुने हो खाएको छैन सुकुटी हालिदिउँ मै खाइदिन्छु कुरा हान्दै हिँड्यो पनि बताउनु खाँदैन मासु खाएको कहाँ हान्छ कुरा हान्छ अलिकति बनाऊ वाट प्लेस यार सब नयाँ नयाँ बनाएको छ हेर ऊ त्यो पनि के भन्छ त्यहाँ पनि बाटो कुन यो त्यो नयाँ हो देखान यो के ओ ब्याड किच्छु कस्तो पर्छ त्यसरी यसरी त्यसरी काठमाडौँ गर्मी छ भने त अर्को ठाउँ त के हालत होला है भने इन्डिया के होला झन् यार इन्डिया त मर्छ बडो हेटौडा गर्मी छ यो है 42 म दिल्लीमा बसेँ न्यू दिल्लीमा बसेँ 45 डिग्री है 42 डिग्री त मासल बिहान 7 बजे लाग्छ 7 बजे म पहिला त्यो म दिल्लीमा काम गर्दा थाहा थियो मलाई लास्टै लाग्यो हाउडे लाग्यो कस्तो भने बिहान 8-9 बजेमा सुत्छु भने साँझ हुँदै हुँदैन दिनमा 2-3 चोट नआएछ नहुने है म त कस्तो काम गर्न जाँदाखेरि नहुन्थ्यो कामबाट फर्केर आएर नहुन्थ्यो खाएर जाँदाखेरि नहुन्थ्यो फेरि फर्केर आएर नहुन्थ्यो सुत्दैखेरि नहुन्थ्यो के भने त्यति गऱ्यो भने मात्रै शीतल रोटे जान्छ सो यार यो चाहिँ दिस इज द भ्यू अफ गोकर्ण होइन त माथिको झन्डा पार्कको भ्यू हामी यहाँ फाइनली झन्डा पार्कमा आइपुगिसक्यो भ्यूहरू पनि आम्मा यस्तो सफा अहिले सफा देखेछ यार काठमाडौँ हिजो पानी परेको थियो नि त सफा देखेछ ओ रिकपुतो चाहिँ बनाउनु थाल्यो क्या हो के हो तर छ नि भ्यू राम्रो हेर्नु त योभन्दा त्यो राम्रो छ उताको साइडहरू है त्यो दामी छ त्यो के दामी देख्छ है अस्ति कस्तो एउटा फुटा हालेको थियो नि उयो तल खिचेको यस्तो दामी देखेको थियो झन् त्यो कपन क्या दामी छ सो फाइनल हामी चाहिँ आइसक्यो म लाउनु गएर हामी त म लावर भाइ फाइनल हामी चाहिँ आइसक्यो होइन सबले खानासाना खाइसक्यो अब थालसाल पनि धुएर राखिसक्यो होइन त सो यार यो चाहिँ हाम्रो सानो बेलाको मेमोरी हो त हामी यहाँ पहिला कति धेरै काम गर्थ्यो होइन किचन भन्दाखेरि तोरामा भयो फेरि अनि यहाँ गाली खान्थ्यो होइन के कटिङ राम्रो छ नि तिरो के प्याज के काट्यो सब्जी के काट्यो भन्थ्यो है बबाल थियो अनि यहाँ चाहिँ यो चाहिँ हाम्रो ठुलाहरूको लागि सब्जी बनाउने ठाउँ क्या सब बबाल छ अनि यो चाहिँ भुल्नु हुँदैन हेर यो चाहिँ मेन हो नि त हेर त चाक भन्ने चाहिँ मेन होइन फेरि चाक भन्ने चाहिँ कहिल्यै भुल्नु हुँदैन कति बजी भयो भिडियो म 4 ऊ 8 हो लगेर गएको फाइनल हान्छ होइन घुम्मासम्म सब पुग्यो यो चाहिँ छ नि पहिला ओए थाहा छ पहिला हामी चोकमा गएर चोकटीमा जान्छ नि म तल 40 जाने ठाउँ क्या चाङमा हिँड्यो कि हामी चोकमा गएर चोकटीमा जान्छ नि आम्मा दिरा घरमा बस्नु हामी होइन क्या त ए हामी त म त सफा हो नि सफा म त घुमाएको हामी सफा मान्छे 40 मान्छे 40 जान्छ होइन म घुमाएको फेरि घेम हो नि त कस्तो भने अहिले भएको थियो नि म घ्याउ हुन्थेन आम्मा कस्तो दामी जान्छ यहाँ सो गाइज दिस इज द प्लेस द्याट वी रिजर्भ है हामी चाहिँ यहाँ हामी यो ठाउँ पहिला हामी शान्ति हुम्किएको अरे यसलाई के भन्छ छामको के दामी देख्ने क्या यहाँ त्यो घुतुर बेलामा यहाँ त गर्छ लास्टमा क्या बवाल देख्छ भने यो ठाउँ छाम गरेर ठ्याक्क केही चारबाट घुमेर माथि बसेर नि देख्ने ठाउँ क्या पहिला हामी सानोमा होइन पेफोर बस्नु थाहा छ पेफोर बस्दा क्या झगडा हुन्छ नि म लाउँछ घेस त के गर्छ टिकटक स्टार छाडा हो यो See guys, the beautiful of the view of the Fulhar Monastery guys, and this is your vlogger man.
सो गुड म्यान सो गुड यस्तो भन्दा ठाउँ भनेर कसम ओइ अम्मा ए खतरा हुन्छ नि फेरि कसम यो सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल टु भ्लग विथ सीता 19 आज हामी आएको फुलहरू गुम्बा होइन वान अफ द बेस्ट प्लेस इन द काठमाडौँ भनिनुहुन्छ होइन यो चाहिँ मेरो पनि शान्ति बसेको ठाउँ अनि यो चाहिँ हाम्रो लाइक यहाँको भ्यूहरू चाहिँ हाम्रो काठमाडौँको भ्यूहरू यस्तो बवाल छ होइन उता चाहिँ त्यो बिल्डिङको चाहिँ मेरो घर हो होइन 2 BHK फ्ल्याट छ त्यहाँ मेरो अनि यहाँ चाहिँ मेरो बाबाले एनी ओट्स त्यो त्यहाँ के भन्छ एयरप्लेनमा चाहिँ पहिला मेरो बाबाले जेट राख्नुहुन्थ्यो प्राइभेट जेट अहिले चाहिँ छैन सो गाइस थियो अब माथिदेखि तल झरेको अचानक होइन त के छैन लाइफ इज लाइक अप एन्ड डाउन होइन जस्ट बी योर सेल्फ त्यही अर्कै भन्न चाहनु म चाहिँ के त पागल हो मोस्ट फेमस है हाम्रो यहाँ युट्युबर 1 मिलियन गरिसक्यो यस्तो क्या है ओए दिखा भाई तेरा दिखा जाडो बढ्यो सानी आउन काखैमा मनै निको कति राम्रो जोडी मनै निको मुना खान्छ कति राम्रो जोडी घर मेरो लुलाङ हो झमझम पर्यो पानी झमझम ओए भाई लड़के के साथ बैठने के भाई बुरी हरकतें मांगी चुत उन्हें खोला भगे आयो गुस्सा खानी बाटो जीवन भर समौ मेरो हात मोटरमा घुम्न जानी रेलीको बजार माया पानी गुज्छ काखैमा जाडो बढ्यो जानी आउन काखैमा सर जानु न गीत जाडो बढ्यो सो हाम्रो एकजना केटी छ होइन उसको गर्लफ्रेन्ड आएको छ ऊ गएको छ सँगै डेटिङ छ हामीले पछि छोड्दैछ भाइ चुत के चक्कर में क्या गर्न पर्दा भेट होइन त है ओके सम्झिँदैहरू त अनि ए यार गाह्रो छ यार सिआइडी हो सिआइडी हामी चाहिँ होइन हेर्दै बस्यो को छ को होइन भन्दा च्यालेन्ज गर्छु भने होइन दाइ होइन गर्लफ्रेन्ड पाएपछि मैले गइहालेँ लामो 2 घन्टा कुराइसक्यो है हामी 2 जन मात्र हो कि 2 जना मात्र लामो तिमी त कहाँ थाले किन त्यहाँ ह्यान्डसेक हानेको त ल माया टिक्ने अब ऊ केटी पायो माया होइन 2 घन्टा हराइसक्यो लामो कस्तो रहेछ भने थक हामी 3 जना चाहिँ रिल्याक्स बारेमा एक्लै हो क्या सिंगल बारेमा हजुर भाइ ब्लग चाहिँ एन्ड गरिदिन्छु भाइ